अहिले आइपिओ आइरहेको सिजनमा मेरो शेयरमा डिबेन्चर आएको छ। अझै आइपिओ लेखेर कतै तपाईँ झुक्किनु होला है। डिबेन्चर आइपिओ र साधारण आइपिओ फरक चिज हो। यो कस्तो खालको आइपिओ हो, को कसले भर्ने वा नभर्ने, कति किता भर्ने, कति समयको लागि हो, बुझौँ है त। डिबेन्चर भनेको ऋण पत्र हो। तपाईले कम्पनीलाई ऋण दिनुहुन्छ र उक्त कम्पनीले तपाईलाई वार्षिक फिक्स ब्याज दिन्छ र लास्टमा तपाईले लगानी गरेको पैसा एकमुष्ट फिर्ता गरिदिन्छ। 7 वर्षको पिरियड राखेर वार्षिक 6% इन्ट्रेस्ट दिने गरी यो डिबेन्चर आइपिओ खुलाएको हो। यो डिबेन्चर आइपिओ अप्लाई गर्नको लागि तपाईसँग मिनिमम 25,000 हुनुपर्छ। पर किता 1000 रुपियाँको दरले मिनिमम 25 र म्याक्सिमम 10 लाख कितासम्म अप्लाई गर्न सकिन्छ। यो डिबेन्चर आइपिओ तपाईले अप्लाई गर्नुभयो भने कुल लगानीको वार्षिक 6% इन्ट्रेस्ट रेटको दरले 6 महिनाको अन्तरमा तपाईको खातामा पैसा आउँछ र 7 वर्षको पिरियड सकिएपछि तपाईको पैसा एकमुष्ट रिटर्न हुन्छ। कसले अप्लाई गर्ने भन्दा तपाईसँग एक्स्ट्रा पैसा पनि छ, रिस्क लिन चाहनुहुन्न र 6% रिटर्न आइपुग्छ भने तपाईले अप्लाई गर्दा हुन्छ। अप्लाई गर्ने अन्तिम मिति जेठको 21 गतेसम्म हो। यस्तै इन्फर्मेटिभ भिडियोको लागि फलो गर्नुहोस् है त।